मलाई पनि पठाइदिनुस् न म्याम, चाहिएको के हो भनेर चाहिँ कमेन्ट गर्नुभएको रहेछ। कमेन्टको लागि हृदयदेखि धन्यवाद। हजुरहरूले भिडियो त हेरिदिनु हुँदो रहेछ मेरो, तर पुरा हेर्नुहुन्न जस्तो लाग्यो के। सबभन्दा मेन तपाईँहरूलाई मैले के भनेको छु त, चाहिएको औषधि कसैलाई राम्री भयो भन्ने बित्तिकै तुरुन्त त्यो औषधि तपाईँलाई सुट हुन्छ भन्ने हुँदैन, त्यसरी नकिन्नुहोस् भनेर कतिचोटि बुझाइसकेको छु। औषधि भन्ने चिज किन्दाखेरि तपाईँको स्किन कस्तो हो र तपाईँले पहिला पनि चाहिएको ट्रिटमेन्टहरू गर्नुभएको छ कि, पहिला कस्तो कस्तो क्रिमहरू लाउनु भएको थियो, कस्मेटिक, होमियोप्याथिक या डक्टरी, ती सबै चिजहरू बुझेर अनि तपाईँले अहिले के लाइराख्नु भएको छ त्यो सबै चिज बुझेर मात्रै दिनुपर्ने हुन्छ। र दिँदाखेरि पनि तपाईँको प्रोफेसनल के हो, तपाईँ अफिसमा काम गर्नुहुन्छ कि एसीयुक्त वातावरणमा, या तपाईँ चाहिँ तपाईँको कामै मार्केटिङ गर्ने हो, धुलोमा बढी पर्ने छ कि, त्यो सबै बुझेर दिनुपर्ने हुन्छ। त्यही अनुरूप तपाईँको प्रोफेसनलदेखि लिएर सब बुझेर चाहिँ पिसिएम थेरापी सिकाउनु पर्ने हुन्छ, जसको कारणले तपाईँले घरमा कसरी चाहिँ आफ्नो स्किन केयर गर्ने भन्ने बारे बुझाएर पठाएपछि ती प्रडक्टहरू लगाउँदा पनि बल्ल तपाईँले सोचेको जस्तो स्किनमा इम्प्रुभ पाउनुहुन्छ। तपाईँहरूले त्यो के भन्छ बजारमा कसैले चाहिँ फलानीलाई चाहिँ यो क्रिमले राम्रो गर्यो अरे, फलानु दिदीलाई पनि त्यस्तो राम्रो भएछ है भन्ने टाइपले तपाईँलाई गर्ला भन्ने हुँदैन। कहिलेकाहीँ गर्ला पनि, तर रिस्क नलिनु के। पहिला आफ्नो स्किन कस्तो छ, आफ्नो काम कस्तो छ त्यो बुझेर गरिदिनु भयो भने, मैले के भनिरहेको छु त, आफूलाई पठाउने औषधिहरू त धेरै मार्केटमा पाउँछ, तर आउन रोक्नको लागि कसैले पनि गर्न सकिँदैन, न ब्युटिसियनले न डक्टरले। त्यतिखेर तपाईँले आफैले बुझेर गर्नुपर्ने हुँदाखेरि यसरी चाहिँ प्रडक्ट तपाईँहरूलाई चाहिँ फलानुलाई राम्रो भएको छ भने त्यस्तै प्रडक्ट मलाई पनि पठाइदिनुहोस् न भनेर नलगाउनुहोस् के। त्यसरी लगाउँदाखेरि नै हो प्रायको स्किन बिग्रिरहेको छ। त्यही भएको कारणले गर्दा यदि तपाईँहरू हाम्रो फेसियल हाउसको कुनै पनि ब्रान्चको नजिकै हुनुहुन्छ भने हामीले फ्री काउन्सिलिङ र फ्री स्किन टेस्ट खोलेको बेलामा पनि आउन सक्नुहुन्छ। र होइन तपाईँ टाढा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ वाट्सएपमा भाइबरमा हामीलाई तपाईँको स्किन कस्तो हो र कहिलेदेखि तपाईँको चाया आएको यी सबै डिटेल बताउनु पर्ने हुन्छ। र त्यसको लागि नम्बर यहाँ स्क्रिनमा दिएको छु, यो नम्बरमा वाट्सएप भाइबर छ, त्यसमा पठाएर चाहिँ डिटेल भन्नु होला। र साथीहो, काण्डै काण्डको दुनियाँमा फेरि एउटा नयाँ काण्ड, उजोबा क्रिम काण्ड। बजारमा जति पनि चायापत्तोको लागि बनेका क्रिमहरू छ, डाइरेक्टली किनेर नलगाउनुस् भन्ने मेसेज दिन खोजेकी छु यो भिडियोबाट। सबै प्रकारको क्रिमहरूले नजाने होइन, जान्छ, तर हामी नेपाली खानकी पनि धेरै मसलादार खानेकुराहरू बढी खान्छौँ। यसका साथै हाम्रो देशमा यति धेरै धुलोहरू छ, हामीहरू एसीयुक्त वातावरणमा जन्मेका छैनौँ। होला 100मा 2 जना। कोही कस्मेटिक लाएर स्किन बिग्रियो भनेर आउनुहुन्छ मेरोमा, कोही डक्टरको मेडिसिनहरू लगाएर बिग्रियो, मेरो झन बढी बिग्रियो भनेर पनि आउनुहुन्छ मेरोमा। तर मैले उहाँलाई सकेसम्म औषधि दिने कामै गरिनँ। मेरो अब त 27 वर्षको अनुभव उहाँलाई औषधि लगाएर चायापत्तो पठाउनु भन्दा पहिला सुरुमा स्किनलाई कसरी केयर गर्ने बुझ्नुस् है भन्छु। जसले पहिला उहाँहरूले स्किन केयर गर्न सक्नुहुन्छ भने मात्रै उहाँहरूको चायापत्तोको ट्रिटमेन्ट गर्न सकिन्छ। हेर्नु न, कोही डक्टरको लगाएर यस्तो रातो भयो भनेर आउनुहुन्छ, कोही कस्मेटिक लगाएर यस्तो रातो भयो भनेर आउनुहुन्छ। पहिला चायापत्तोको औषधि नलगाउँदाखेरि थोरै मात्रै चाया थियो, जब लाउन सुरु गर्यौं पहिला त गएको जस्तै भयो, गोरो गोरो पनि बनायो। अनि म पनि मक्ख परेर भिडियोहरू पनि दिएँ जहाँको प्रडक्ट मैले लगाएको थिएँ। जब पछि हुँदै गयो मेरो स्किन एकदमै सेन्सिटिभ, कतै अलिकति हिँड्नु नहुने, तातोमा पर्न नहुने, अनुहार रन्किने, रातो हुने, रगतै झर्ला जस्तो हुने भयो। यो सुन्नुस् न कुरा। हेर्नुस् मेरो रियल फेस, म हेर्नुस् यो क्रिम लगाएपछि कस्तो काली भएको देख्नु भयो नि, म कस्तो काली भएको छु यो क्रिमले हो। चाहे पत्याउनुहोस् चाहे नपत्याउनुहोस्, चाहे किन्नुहोस् चाहे नकिन्नुहोस्, लगाउन्जेल राम्रो गर्छ। जब लगाउन छोड्नुभयो डाक्टरहरूले ब्युटिसियनले दिएको प्रडक्टहरू नलाउनु अनि चायापत्तो जाने औषधि त बिल्कुलै नलाउनु भनेका भिडियोहरू पनि आइरहेको छ।
अनि कति त्यस्ता कस्टमरहरू पनि हुनुहुन्छ जसले डाक्टरको औषधि मलमहरू लगाएर पनि स्किन रातो भएको रन्केको भनेर पनि आउनु भएको छ। त्यही भएर त म बार भन्ने गर्छु, जुनै पनि प्रोडक्ट लगाउनुस्, लाउन्जेल हो। नयाँ आउन रोक्नको लागि कसैले सक्दैन, न डाक्टरले न ब्युटिसियनले, आफैले गर्नुपर्छ है आफैले। भिडियो पुरा सुनि मन पर्यो भने शेयर पनि गरिदिनुहोस्। धन्यवाद।